त्यस्तै हो म नि त्यस्तै हो सम्झे हैन म नि त्यस्तै हो त्यही भएर अनि हामी चाहिँ लाग्यो अब रुमतिरै गएर केही खाइन्छ केही पिइन्छ अनि पेटले पनि अब पेट त अब खै नखाएको जस्तो त छैन पेट त है खाएको जस्तै छ पेट त नेपालीको त अनि म डराउँदिन म त्यस्तो खाएको होइन त मान्छे महँगो पनि यति महँगो छैन साला 1700 बेसिक बनाइदिएछ ओटी जिरोमा झारिदिएछ हो कमाइ यस्तै हो गाइस होइन जस नेपालको केपी भएको भन्दा अलि बेसी नै छ अलिकति हामी अलि सोझो सिम्पल परेर मात्रै हो केपी बा जस्तो अलिक माथि पुग्न नसकेको त्यस्तो देश बेच्ने भन्दा त केपी बा भन्दा हामी हेलो दर्शन नमस्ते सम्पूर्णलाई वेलकम छ मेरो युट्युब च्यानलमा अनि सो मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु होला अनि साथै बेल आइकनलाई दबाउनु पनि नबिर्सिनु होला साथै भन्दै आजै पनि हामी समुद्रतिर तपाईहरुलाई घुमाउन लाँदैछु सो हेरेर इन्जोय गर्नु होला लेट्स गो गाइज हामी चाहिँ बाटोमा निस्किसक्यो अब फेरि हामी यसरी नै दुई दाजुभाइ आज त एउटै कलर छ त हामी त नि यस्तो छ गाइज हैन पुरै व्हाइट कलरमा हैन हामी मान्छे पनि सेतै छु नि फेरि हैन गाइज कालो भनेर नहेर्नु होला नि फेरि हैन मन चाहिँ सेतो छ क्या हाम्रो हैन जे कालो भए पनि मन सेतो छ मन चाहिँ एकदम सफा छ हाम्रो हामी आज फेरि अब अस्ति पनि समुद्र घुम्नलाई जान्छु भन्यो है कता न कता भयो आज चाहिँ सियोर समुद्रै जाने होइन ल आज चाहिँ एक दुईवटा टिकटक पनि हानिन्छ होला हामीले होइन दुई दाजुभाइको अनि सो यस्तै हो गाइस हामी त जहिले पनि घुम्न जाने हो होइन छुट्टी दिन अब टाढो जाने हामी यही वाटरमै जान्छु अनि नयाँ कुराहरू चाहिँ अब हामी तपाईँलाई देखाउँछु त्यही हो राम्रो नलागे पनि लागे पनि नलागे पनि यसो माया चाहिँ देखाइदिनु होला गाइज होइन कुलकुल छ बानी पर्न लागिरहेको छ है हामी चाहिँ बाहिर निस्किसक्यो अब जान्छु आज चाहिँ जसरी भए पनि समुद्र हामी डुलेरै आउँछु भन्ने आशाले हिँडिरहेको छु सो गाइसहरू होइन आज चाहिँ पानी पर्ला कि क्या हो यार यहाँको बालुवा यस्तो हुन्छ गाइस रातो माटो पानी पर्न लागिरहेछ तर पनि भ्यू चाहिँ दामी आइरहेको छ अब हामी जाँदैछु हामी दुई भाइ चाहिँ हामी लखर रुटमा हिँड्दै जाँदैछु यहाँको मौसम अहिले चाहिँ यस्तो छ यो भ्यू यस्तो छ है गाइस सो हिँड्दै फाइनली गाइस हामी चाहिँ जङ्गलमा आइपुग्यो होइन गाइस यस्तो छ जङ्गलभित्र हिँडिरहेको छु अहिले चाहिँ हामी रुखको फेद मुनि आइसकेको छु गाइस होइन म चाहिँ अहिले रुखको पुरा मुनि जरामा बसेर यसरी भिडियो बनाइरहेको छु होइन प्रत्यक्ष प्रसारण गरिरहेको छु गाइस तपाईँहरूलाई होइन यस्तो अँध्यारो छ यो कस्तो खालको रुख हो है गाइस ओ माई गड टिम्बु भन्ने पनि पाउँदो रहेछ यहाँ खानलाई है कत्रो अमिलो लास्टै अमिलो रहेछ यार एउटाले पुर्याइदियो गाइस पैसा नभएपछि यसरी भिखारी भएर हामी चाहिँ बाटो टिम्बु खाइहिँडेको छ गाइस है त गाइस गाह्रो छ अमिलो रहेछ यार जङ्गल पुरा जङ्गल छ हेरौँ न यहाँ जङ्गल गाइस ठाउँ चाहिँ किन सुनसान हो क्या है यत्रो घर छ तर सुनसान छ क्या मान्छे एउटै छैन होइन केटी नै केटी पाउँछ भन्थ्यो के बोले भाइ अब के बोले के त मैले स्याउ त छैन त एउटा मान्छे पनि छैन त हौ होइन टक्को यो बोट बिरुवाहरू मात्रै देख्छु म त
यसको गाडी के भयो त गर्छ त यार छैन यार यत्रो गर्छ है मान्छेहरू एउटै छैन क्या डरफो लागेको हौ गाई डरफो लागेको त हौ सुतिरहेछ कि कम्पनी हो कि है कम्पनी भएको भए पनि मान्छे त देख्नु पर्ने हो त यहाँ मन्दिर यसले त टोक्छ कि क्या A few moments later. फाइनली गाइजहरू आइपुगे समुद्र सो समुद्रको नजारा चाहिँ च्याट्ट यस्तो छ गाइजहरू ल Five minutes later. सो फाइनल गाइस हामी चाहिँ समुद्र पनि आइसक्यो होइन समुद्र पनि अब घुम्यो आज सो मान्छेहरू टनक्कै छ अनि यहाँ फोटो खिच्नेहरूको क्रम पनि जारी नै छ होइन गाइस सो अहिले चाहिँ हामी समुद्रमा छु आज चाहिँ मौसम त्यति क्लियर छैन तर पनि ठिकै छ यसो समुद्रतिर आयो रमाइलो गरियो बसिरहेको छ अनि मान्छेहरू प्रायः जस्तो चाइनाहरू आउँदो रहेछ होइन घुम्नलाई चाइनिजहरू चाहिँ बढी आउँदो रहेछ सो यता देख्नु सक्नुहुन्छ नानीहरू फोटो खिचिराखेको छ अनि पुरा उताबाट ल्याउँदो रहेछ नि त यो बोटमा त होइन उताबाट मान्छे ल्याउँदो रहेछ नि त यो बोटमा आजको दिन पनि यतिकै गयो र यहाँ चाहिँ मान्छेहरू फोटो खिच्ने जारी नै छ सबजना आफ्नै व्यस्तमा छन् अनि हाम्रो यहाँ अब फर्केको मान्छे चाहिँ आउने जाने क्रम भइरहेको छ ढुङ्गा उताबाट मान्छे ओसार्दो रहेछ सो मान्छेहरूको घुम्यो चाहिँ बवालै छ अहिले चाहिँ आउने जाने क्रम भइरहेको छ झन् राति बुढी ताती भने जस्तो मान्छे त झन् धेरै छ त पानी र ढुङ्गा हेर्नलाई मान्छेहरू होइन पुरा गाडीमा पैसा तिरेर आएको हुन्छ अनि हाम्रो यहाँ दाजु पनि आउनु भएको रहेछ एउटा दाजु गाइस अहिलेको भ्यू चाहिँ यस्तो छ अब हामी समुद्रतिर पनि घुमेर फर्कियो अनि यस्तै भइरहेछ होइन यस्तै हो अब हामी जङ्गलतिर तर्फ लाग्छौँ अनि त्यो जङ्गलको छेउछेउबाट हामी जाने बाटो छ अनि अहिलेको भ्यू चाहिँ यस्तो छ गाइस होइन यो घरको खासै आज चाहिँ बजारहरू त्यस्तो खासै भएन छ घाम पनि डुब्न लागिसक्यो यो पुरा सल्लाहको बोट सल्लाहघारीमा छु हामी चाहिँ अहिले यसरी दुईतिर रोपेको छ एउटा यता यसरी म चाहिँ अहिले यो बिचमा हिँडिरहेको छु र अनि बिचमा सल्लाहको त्यो उसमा चाहिँ यसरी बत्ती बालिरहेको छ बत्तीहरू राखेको छ अनि यता मार्केट लागेर अनि सो गाइस अनि अब एकछिनपछि यता बजारहरू लाग्दैछ अनि यो बजार चाहिँ आज हामी घुमेर जानेछ यता बजार कुमार सर फोनमा व्यस्त हुनुहुन्छ अनि सो लेट्स सी गाइस आज हामी बजार घुमेरै जान्छौँ सो अनि अहिले चाहिँ 7:30 भइसक्यो सायद यो बजार 8-9 बजेसम्म लाग्छ होला जस्तो लागिरहेछ अनि आज हामी बजार घुम्नेछु अनि अहिले चाहिँ हामी यता टिकटक बनाउने क्रममा हामी यता बाहिरतिर छु गाइस सो मेरो भिडियोलाई हेरेर इन्जोय गर्दै गर्नु होला अहिले चाहिँ बजार यस्तो महल भइसकेछ झिलिमिली बत्ती बालेर होइन यो जङ्गलमा को चाहिँ यति राति के यो जङ्गलमा को चाहिँ खाना आउँछ होला जस्तो लागेको थियो अनि जोस आउँदो रहेछ मान्छेहरू चलपल हुँदैछ अब हेरौँ जाऊँ त्यता बजार घुमौँ एकछिन अनि त्यसपछि लेट्स गो गाइस घरतिर सो अहिले बजारको चलमल चाहिँ यस्तो छ गाइस होइन खासै मान्छेहरू छैन भर्खर लाग्नु लागेको हामी चाहिँ अब फर्किन्छौँ खासै रमाइलो लागेन बजार खानाको मात्रै बजार छ होइन यसो कपडा सपडा यसो ल्याएको भए यसो के बेच्ने चिजहरू ल्याएको भए चाहिँ एकछिन बस्नु पऱ्यो भने चाहिँ खोइ खासै चलपलको बजार चाहिँ लागेन होइन तर पनि
हुँदैछ कि हामी अलि चाँडो आयो कि होइन मान्छेहरू यता खानालाई आउँछ कि मान्छेहरू टक्क यस्तो छ बजारहरू चाहिँ होइन भर्खर स्टार्ट हुँदैछ कति ठुलो दियो दिदी त बाटै ढाकेर बसेको छ त अनि ठुलो यस्तै हो यति नै हो बजार सक्यो गाइस बजार यस्तै भइरहेछ बजार लाग्दैछ खाने खाँदैछ अब हामी चाहिँ लाग्यो गाइस रुमतिर गाडी आएको छ सम्झे हामी चाहिँ होइन मार्केटमा आएको मार्केटको चलपल अलिकति नलागेको अवस्थामा हामी चाहिँ फर्केको है खानु पनि केही पनि खाएन हामीले किनभने छँदा पनि छैन त अनि हामीले खाने चिजै छैन हामी भने फेरि ब्रान्डेड खाने मात्र भयो कैसा लगा मेरा मजाक एकदम ओरिजिनल यस्तो होलसेलमा खाँदैन अनि त्यही हो गाइस खाने त्यो 2-4 दिन खाने हामीले खाएपछि 50-60 दिन खाने त्यस्तै हो म नि त्यस्तै हो सम्झे होइन म नि त्यस्तै हो त्यही भएर अनि हामी चाहिँ लाग्यो अब रुमतिरै गएर केही खाइन्छ केही लिन्छ अनि पेटले पनि अब पेट त अब खै न जस्तो त छैन पेट त है खाएको जस्तै छ पेट त नेपालीको त अनि रन्काइदिन्छ भात के चाहिँ खाने सो त्यही हो गाइस अब अहिले रातिको भ्यूहरू चाहिँ यस्तो छ सो सम्झी त खत्रै दिएको छ नि झन् झलक्कै छ सम्झी यार खतरा छ त यार म त हेरेँ म आफूलाई हेर्दै यार म त हेरे गर्नु मन लागेको त सम्झी यार अनि मलाई केटीले किन मन पराउनु पऱ्यो म आफूलाई मन पराएपछि ल यार त सम्झी ल तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ म हेन्डसम छैन म यत्तिकै हेन्डसम छु होइन सम्झे तर मलाई केटीले किन हेर्दैन क्या गजब बेइज्जती है हामी त पुरै गाडीको जोरको बाटोमा भन न सम्झे मलाई किन हेर्दैन क्या यत्तिको हेन्डसम छ परस तर्नुपर्छ सम्झी यतै रोक्नु एकछिन कुद्यो सम्झे कुद्यो हामी चाहिँ यसरी अहिले बाटो क्रस गर्ने अवस्थामा छु गाइस है यसरी बाटो क्रस गर्नुपर्छ क्या हामी नेपाली हो नि त जे भए पनि पाखे हो पाखेले के गर्छ म त पुरा पाखे हो अब सम्झी चाहिँ अब अलिकति ब्रान्डेडै मान्छे हो होइन यार हावा त आँखाले दामी आँखा त मलेसियादेखि चाहिँ मलेसिया गाइस जतिखेर पनि यस्तै हो मौसम 12 महिना मैले 6 महिना भइसक्यो लुगा किनेको अहिलेसम्म यही लुगाले काम चलाइरहेछ है सो मेरो भिडियो हेर्नुहुन्छ भने पनि प्रायः मैले यही लुगा लाउँछ होइन त्यही हो गाइस 12 महिना चाहिँ यहाँ चाहिँ यस्तै हो गर्मी फिलिङ पनि आउँदैन यसो दिनको 12 बजेतिर चाहिँ गर्मी एकदमै हुन्छ त्यतिखेर चाहिँ अलिअलि गर्मी हुने फिलिङ्स आउँछ नत्र त्यही हो राति भने यस्तै हो यी सरर हावा आइरहेछ है बाटोमा म र सम्झी मात्रै छ मलेसियामा खै केटी पाउँछ भन्थ्यो मान्छे एउटै हिँडेको छैन कता पाउँछ हो यसो कमेन्ट कुर्दाइदिउँ गाइजहरू हामीलाई अनि हामी त मान्छे नभएको ठाउँमा छ त अनि खै कता पाउँछ कि यसो होइन भनिदिउँ गाइजहरू होइन अब बजार घुम्न गएको पनि त्यता खै के ससेसहरू पोलिरहेको देखाएको थियो अब त्यस्तो ससेस त आफ्नै होटलमा खाएर अगाएर ढुस्स भइ हिँडेको मान्छेलाई त्यस्तो ससेस खासै मन पर्दैन मन नपरेर अनि हामीले चाहिँ खाएन अचट्ट गएर रुम मुनि नै एउटा उयो छ त्यतै गएर जुस खानु पर्ला अनि फेरि आजको छुट्टीको दिनमा हामीले के गर्छ भन्ने कुरा त पहिले नै भनिसक्यो मैले होइन गएर भात तिउन पकाउनुपर्छ खानुपर्छ अनि जता साथीहरू आउँछ साथीहरू आएपछि अनि त्यही हो साथीहरू आएपछि सुतिन्छ राति के गर्छ होइन त्यही त नि सुत्ने हो खाने हो बस्ने हो त्यस्तै भइरहेछ गाइस मलेसियाको बसाइ अनि सो रातिको अहिले 8 बजिसक्यो
यो कागहरू सुत्दैन त हौ झ्याँ गरेर राखेर अलि विचार गरेर हेर्नु है सम्झे सर्फ होला नि अनि सो गाइजहरू अहिले चाहिँ फर्केको ल है गाइज यसो तपाईँहरूलाई मेरो भिडियो मन पर्नुहुन्छ भने सब्सक्राइब गर्नु होला यदि मन पराउनु हुने पनि त्यो पनि ठिकै छ नगर्नु जतिखेर मन पराउनुहुन्छ मेरो भिडियोलाई त्यतिखेर चाहिँ सब्सक्राइब गर्नु नभुल्नु होला एक न एक दिन त सायद तपाईँहरूलाई मेरो भिडियो मन पराउनु हुन्छ होला त्यतिखेर सब्सक्राइब गर्दै पनि हुन्छ अहिले नै तत्कालै गर्नु पर्दैन गाइजहरू हैन आफ्नो मनको कुरा हो आफ्नो इच्छाको कुरा हो जतिखेर गर्नु मन लाग्छ त्यतिखेर गरिदिनु होला सो त्यही हो अब चाहिँ यसरी पुरै यार बार नागी हिँड्नुपर्ने छ हैन पहिले यो पुलमा गाइजहरू पहिले यो पुलमा हैन टक्क बत्तीहरू राखेको थियो अहिले चाहिँ हटाएछ सो अहिले चाहिँ नर्मलै छ अनि अघिको दिउँसोको भ्यू र अहिलेको भ्यू चाहिँ धेरै फरक भइरहेको छ अनि सो एउटै भिडियोमा हेर्न सक्नुहुनेछ दिउँसोको भ्यू अलिकति लामखुट्टेले टोकेर चाहिँ हैरानै गरिसक्यो गाइज है पाखुरा भ्याइसक्यो लामखुट्टेले टोकेर अनि म चाहिँ लामखुट्टेलाई यसरी मार्दै हिँडिरहेको गाइजहरू होइन रातिको भ्यू यस्तो छ हामी चाहिँ अहिले टपमा आइसक्यो अनि हामी अहिले मलकाबाट यो भिडियो प्रसारण गर्दैछु गाइज अनि सो होइन भिडियोलाई त्यही हो मेरो भनाइ नै त्यो हो होइन हेलो गजब बेइज्जती है यहाँको कुहिरेहरू यसरी हिँड्छ गाइज साइकलमा आउँछ होइन हामी चाहिँ अनि बाइक चाहियो हामीलाई चाहिँ कार चाहियो घुम्ने मान्छेहरू जसरी पनि घुम्छ क्या यिनीहरूसँग त्यत्रो पैसा छ होइन त्यही पनि साइकलमा हिँडेको छ त्यता खालेहरू होला तर पनि म डराउँदिनँ कि होइन त्यही हो दुई भाइ छ त्यही भएर अलिअलि सास आएको नि भिडियो बनाउनु नत्र एक्लै त्यही भिडियो बनाउ तिमीले हातमा चमाउनु म हालिहाल्छु एकै 5 मिनेटमा अब अहिले दुई भाइ साथी भएको भएर अलि सास आएको हो एक्लै भएको भए त म पनि कहाँ यार पुरै म कटिसक्थ्यो होला डाँडा होइन त्यही हो यतिखेरसम्म बस्नु बोडीगार्ड म हानिहाल्छु नि उसको हातमा मोबाइल तान्ने बित्तिकै म यतिखेर चाहिँ अनि अब त्यही हो म यता रहँदैन थियो होला सायद म उता पुगिसक्छु होला यहाँ पनि केही बनाउँदैछ हेर सम्झे यहाँ पनि केही बनाउँदैछ हेर जस है ल गाइजहरू यस्तै हो नेपालमा कालो मान्छे पनि कालो भएर बस्यो होला बत्ती नआएर यहाँ हेर त गाइज बाटोमा यस्तो छ पुरै अनि बाटोमा यस्तो बत्ती झलमल मान्छे यता हिरोहरूलाई हेर क्या हिरोहरूलाई यता अर्को हिरो हेर हामीलाई हेर अनि भन हामी दिनमा कस्तो आउँछ र राति बत्तीको उसले कस्तो आउँछ भन्ने कुरा यहीबाटै थाहा हुन्छ होइन अनि राम्रोसँग सोच्नु गर्नुहोस् ल एकदम A1 हिरो छ यार ल कसैले अफर दिनु पऱ्यो गाइज हाम्रो कुमार सरलाई साइड हिरो चाहिँ यता हो होइन ट्याक्क लगाएर म चाहिँ पछाडि नाच्दा पनि मलाई हुन्छ यसो 2-4 रुपियाँ दिए पनि पुग्छ म पछाडि नाच्न तयार छु होइन सो त्यही हो गाइजहरू हावा ब्लगलाई हेरेर साथ दिनु होला मेरो चाहिँ हावा मात्रै हुन्छ है फेरि ब्लग यदि हावा मन पर्नुहुन्छ भने मसँग माग्नुहोस् म पठाइदिन्छु कुन ठाउँमा गर्मी अलिक बढी छ सो त्यही हो गाइजहरू होइन अब हामी सुरुको भ्लगर हो नि त होइन तपाईँहरूलाई मन पराउनु नै भन्नु पनि छैन तपाईँहरूलाई मन पर्नु हुन्छ भने चाहिँ प्लिज लाइक कमेन्ट गर्न चाहिँ
नझर्को नमानिकन गरिदिनु होला। अनि सो अब हामी नयाँ मान्छे हो अनि खासै त्यति बोल्न आउँदैन। अब जस हामीसँग त्यति ट्यालेन्ट पनि छैन। हामीले त जति जे गर्न आउँछ त्यति देखाउने हो होइन, जति बोल्न आउँछ त्यति बोल्ने हो। अनि त्यसरी नै देउसिरे खेल्दै हिँड्ने हो होइन यसरी। अब दसैँ आउँदैछ, दसैँ तिहार। अब गाउँघरमा देउसी भैलो खेली हिँड्छ। हामी चाहिँ जहिले पनि हो छुट्टी भयो क्या देउसी भैलो होइन। जता कति साह्रो छ, बाटो हिँड्नलाई खाली छ, मजा छ मजा। बाटो हिँड्नलाई खाली छ। कता हिँड्ने मलका सिटी भन्छ, खासै टुरिस्ट एरिया रहेछ होइन। महँगो पनि यति महँगो छैन, 1700 बेसिक बनाइदिएछ। ओटी 0मा झारिदिएछ। कमाइ यस्तै हो गाइस होइन। 1700 बेसिक बनाइदिएछ, कमाइ त्यही हो। ओटी 0मा झारिदिएछ। अनि त्यही हो, बेसिक 1700 कमाइ 0 हो। तर 1700 चाहिँ उठाउने महिनाको 1700 चाहिँ जे भए पनि हामी मरेर हुन्छ कि बाँचेर हुन्छ कि जे गरे पनि 1700 चाहिँ बचाउने प्रयासमा जारी नै छ होइन। जस नेपालको केपी भएको भन्दा अलि बेसी नै छ। अलिकति हामी अलि सोझो सिम्पल परेर मात्रै हो केपी बा जस्तो अलिक माथि पुग्न नसकेको। त्यस्तो देश बेच्ने भन्दा त केपी बा भन्दा हामी त्यस्तो देश बेचेरै लुटेरै खाने हो भने चाहिँ हामी पनि जस माथि नै पुग्थ्यो होला गाइस। तर हामी सोझो मान्छे, त्यस्तो गर्न आउँदैन, त्यस्तो लुट्न खालि दिमागहरू पनि छैन। अनि कितना बड़ा घर है इधर गाइस देखो। इतना बड़ा घर है फिर भी हम कुत्ता जैसा इधर लखर डुल रहा है। क्या है गाइस। सो त्यस्तै हो गाइस होइन, त्यस्तै हो। यस्तै हो गाइस। मजा लाग्यो। तर आज मौसम खासै मौसमले गर्दा अलि होइन, हाम्रो घुम्ने मौसम ठिक हो। यसै भिडियो बनाउने मौसम अलिक भिडियोहरू खिच्नलाई अलिक सिनहरू राम्रो आएन होइन। वेदर अलिक ठिक थिएन नि त। मेरो चाहिँ बानी यस्तै हो गाइजहरू होइन। आजभोलि भ्लगर भएछ, सबजनाले भ्लगर भन्छ हो कि होइन। मलाई भ्लगर भनेर बोलाउँछ। हो किन होला? किनभने मायाले हो कि होइन, मायाले पनि हो। धेरै भ्लगहरू बनाउँछ नि त, धेरै भ्लग बनाउने मान्छेले भ्लगर भन्छ नि त। भाइरल नभए पनि तर साथीहरूले चाहिँ सपोर्ट गर्छ है गाइजहरू होइन। भाइरल त अब कुनै दिन होला नहोला आफ्नो ठाउँमा छ। साथीहरूले भन्दै गएपछि भ्लगर भन्दै गएको। जस मैले भिडियो चाहिँ बनाउँछ, तपाईँहरूले भ्लगर अहिलेको टाइममा यसरी कुद्नुपर्छ अरे, यसरी कुद्नुपर्छ रोड क्रस गर्नलाई गाइज। यहाँ बस्नु एकछिन गाइज बस्नु। अच्छा गाडी यसरी रन्केर आएको छ गाइज। अनि फेरि यसरी है हामी कुद्नुपर्छ बाटो। मजा आउँछ है यार यसरी कुद्नुलाई है सर। टुरिस्ट एरिया हो क्या गाइज। ल बसहरू कति हेर्छ यहाँ यो। हामी भनेको अलिक कारमा आएको क्या, कारमा हामी त्यही भएर अलि हामी भने हाइलेसमा आएको अलि गाडी देखाइदेऊ न। गाडी भर्खर गरे हामी हो कि नै हो कुदेको देखाएको छैन। देखाएको छैन के देख्नु पर्यो। हामी गाडीमा आएर कुदेको त्यसरी कुद्नुपर्छ। हामी कारमा हिँडेको मान्छे सो गाइजहरू फाइनली बोल्दा आइसक्यो। यस्तै हो गाइज होइन। जस आजको दिन पनि रमाइलो भयो। अनि लालको दिन पनि धेरै पुग्यो है। कहिलेसम्म चिलाउँदैछ, कता चिलाछ भने मलाई मात्रै थाहा छ। तपाईँहरूलाई त कसरी थाहा हुन्छ? भनेको थाहा हुन्छ त, भनेको थाहा हुन्छ त होइन। नभएपछि कहाँ हुन्छ
सोल्टिनहरू फेरि आखिले खाइरहेको छ यो भित्र। यहाँको बालुवा चाहिँ पुरै माटै छ यार गाइस। मैले अघि पनि देखाएको थिएँ होइन, अहिले पनि हेर्न सक्नुहुन्छ ल कति रातो छ यो बालुवा भन्छ यसलाई। हाम्रोतिर सेतो हुन्छ त हौ बालुवा, यहाँ त रातो हुँदो रहेछ त रातो। गाइस आफ्नै गन्तव्यमा आइसक्यो हामी चाहिँ। सो यो रुखहरू देख्न सक्नुहुनेछ यो चाहिँ। अनि यो पार्क, यो कालो कालो पार्क चाहिँ जोस मैले अस्ति भिडियो बनाएको छ। अनि यहाँ छ एउटा इको ट्री हो त, यो चाहिँ रुखै रुखै भएकोले ट्री होटेल भनेर चाहिँ चिन्दो रहेछ होइन, हो कि नाइन सम्झे? यो इको ट्री होटल होइन, त्यही भएर यस्तै हो। बाई बाई।